हेलो अनि नमस्ते, म यसपाल घरती मगर। आज म हाम्रो गाउँ र हाम्रो ठाउँ त्रिवेणी गाउँपालिका काउलेमा छु। काउले भन्ने गाउँमा छु र यहाँ काउले भन्ने गाउँबाट चाहिँ हिमाल देखिँदो रहेछ है। कति मजाको टल्किँदो रहेछ। र आज म हाम्रो गाउँ अनि हाम्रो ठाउँमा भएका लेख बेसी होइन हरेक कुराहरू म देखाउन गइरहेको छु। यहाँनिर चाहिँ यो 9 नम्बरको टाउको भनेर चिनिने अर्थात् यहाँ चाहिँ 9 नम्बरका जनतावासीले चाहिँ यो ठाउँमा चाहिँ जुन यो अग्लो ठाउँमा चाहिँ आफ्नो कुल देवताहरू पुज्ने गर्नुहुन्छ र धार्मिक स्थल राम्रो छ भन्ने चाहिँ छ। त्यहाँ म चाहिँ गएको छैन, धेरै वर्ष भइसक्यो। त्यसपछि हाम्रो यो थ्रुपालेक है, यो थ्रुपालेक त देश विदेशबाट पनि यसो चाहिँ मिल्यो भने घुम्न आउने लायक ठाउँ चाहिँ हो यो है। यहाँनिर चाहिँ माथि चाहिँ यहाँ काउले हाम्रो यो वरिपरिका के अरे चाहिँ जनताहरू र यो 6 नम्बरवासी 7 नम्बर त्यसै गरी विभिन्न ठाउँबाट चाहिँ यो ठाउँमा चाहिँ पुज्न आउने गर्नुहुन्छ, देवता मान्ने गर्ने गर्नुहुन्छ। र आज यसै विषयमा हामी अब केही समयपछि यो ठाउँमा मेला लाग्दैछ भन्ने बित्तिकै एउटा चाहिँ त्यो जुन कुल देवता पुज्ने समय आइरहेको छ मङ्सिरमा। र मैले जानेको जति मैले त्यो ठाउँमा के चाहिँ छ त होइन, के हुन बाँकी छ त अब त्यो त्यहाँ त्यो ठाउँमा देउता पुज्नेहरूलाई चाहिँ के गर्न सकिन्छ, के सेवा सुविधा दिन सकिन्छ, त्यो ठाउँमा पानी छैन भने पानी ल्याउने वातावरण कसरी मिलाउन सकिन्छ भन्ने विषयमा चाहिँ अस्ति भर्खरै मात्रै खानेपानी हाम्रो यो जुन खानेपानीको उपभोक्ता समितिहरूसँग चाहिँ कुराकानी गरेको थिएँ। त्यो कुराकानी गर्दै गर्दा हामी निकाल्न सक्छौँ, हामी दिन सक्छौँ केही समयको लागि मेला अवधि भएर चाहिँ हामी कतैबाट म्यानेज गर्न सक्छौँ भन्ने चाहिँ आएको थियो। यसको लागि खानेपानीका सम्पूर्ण समितिहरूलाई पनि धन्यवाद दिनै त परिहाल्यो। र आफ्नो गाउँ र आफ्नो ठाउँ निकै प्यारो लाग्ने है। आफ्नो गाउँ र आफ्नो ठाउँ चाहिँ कसैलाई काखा कसैलाई पाखा नगरिकन विकास भएको देख्न चाहने सायद यसपाल घरती मगर है। तपाईँकी भतिजो, तपाईँकी छोरा, तपाईँकी नाति, तपाईँकै एउटा चाहिँ नाताले जे पर्ने हो मै यसपाल घरती मात्रै हो कि जस्तो लाग्छ कतिपय ठाउँमा। र आज चाहिँ म अब केही समयपछि अब युवा जति खाडीमा नेता जति गाडीमा भन्ने चाहिँ एउटा उखानसहित केही समयपछि अब हामी भाग्नै पर्ला जस्तो देखिन्छ होइन। त्यसै कारणले गर्दा अब आफ्नो गाउँ ठाउँको चाहिँ सम्झना स्वरूप चाहिँ एउटा भिडियो बनाएको छु। भिडियोमा धेरै कुराहरू बोल्न नजाने पनि थोरै कुराहरू जानेका कुराहरू प्रत्यक्ष है, अरूले चाहिँ अप्रत्यक्ष रूपमा चाहिँ देखाइराखेका हुन्छन्, म चाहिँ प्रत्यक्ष रूपमा चाहिँ देखाउने मान्छे। त्यही भएर यहाँनिर पनि एउटा मन्दिर छ, यो जाँगी बन्धुको मन्दिर हो जस्तो लाग्छ मलाई। देउता पूजा गर्नुहुन्छ र विभिन्न ठाउँबाट आउनुहुन्छ र जसले पुजे पनि हुन्छ, देवता मिल्ने धर्म मिल्ने होइन ले चाहिँ पूजा हुन्छ भनेर भन्नुहुन्थ्यो मलाई योभन्दा पहिला पनि। आउनुहोस् है भनेर भन्नुहुन्थ्यो। यहाँनिर चाहिँ अहिले चाहिँ मन्दिर बनेको रहेछ, सुरक्षा टुट्टै परेको छ। अनि मन्दिरको सुरक्षाको लागि सायद होला यो लाइट पनि यहाँनिर चाहिँ जडान गरिएको रहेछ। एकदमै खुसीको कुरा हो यो। जसरी यहाँनिर लाइट जडान गरिएको छ, अरू ठाउँमा पनि अन्य ठाउँहरूमा पनि राम्रो देखिनलाई होइन, राम्रो हुनलाई उज्यालो बनाउनलाई चाहिँ लाइट त जोड्नु पर्ला नि होइन र। अनि त्यसपछि हाम्रो यो टिला बजार, यो बजार 2064 सम्म यो बजार भन्दा पनि ठुलो बजार नै मानिन्थ्यो। अहिले भने अलिकति चाहिँ यहाँको चाहिँ व्यापारीहरू सबै चाहिँ बाहिर हुनुहुन्छ, बाहिर जानुभएको छ। देशै छोडेर ठाउँै छोडेर, देश नभनौँ ठाउँ छोडेर जानुभएको छ। त्यसरी अलिअलि सुनसान देखिन्छ, तर चाहिँ आफूलाई चाहिँ मनपर्ने गाउँ अनि आफूलाई चाहिँ मनपर्ने ठाउँ थुर्पालेक योभन्दा अगाडि चाहिँ कतिपय कुराहरू हल्ला पनि हुन सक्छन्। यो चाहिँ कसको नाममा चाहिँ पास भएको छ भनेर चाहिँ भन्थे क्या पहिला मान्छेहरूले। त्यो सत्य हो या झुटो त्यो भने आउन बाँकी नै छ। तर यो थुर्पालेक भन्ने बित्तिकै त्यो लेकबाट चाहिँ कता कता इन्डिया देखिन्छ भन्ने चाहिँ सुनिन्छ, तर मैले देखेको छैन। पहिला
का जमानामा होइन बुढापाकाहरूले चाहिँ अहिले त जताततै भरिपूर्णै छ के अरे चाहिँ लाइटले गर्दा एक ठाउँको बाट अर्को ठाउँ त देखिने स्वाभाविक भयो त्यो बेला चाहिँ एकै ठाउँबाट चाहिँ एकै ठाउँमा अब विकास नभएको बेला लाइटहरू बलेको देखिने भएकाले गर्दा भारत देखिन्छ होइन भन्ने चाहिँ थियो तर चाहिँ त्यो स्वयं चाहिँ मैले चाहिँ देखेको छैन र यहाँनिर चाहिँ अब यो जो नयाँ जमिनहरू छ एकजना हाम्रो मामाले चाहिँ खेतबारी बनाउनु भएको हो अरे र योभन्दा पहिला चाहिँ हाम्रो यहाँनिर चाहिँ जनमुक्ति सेना बस्नुहुन्थ्यो जनमुक्ति सेना छोडिसकेपछि अहिले सशस्त्र बेस क्याम्प भएको छ यहाँनिर चाहिँ अहिले शस्त्रहरू चाहिँ बसिराख्नुहुन्छ बस्नु भएको छ धेरै चाहिँ सहयोग भएको छ हाम्रो गाउँ र नि हाम्रो ठाउँलाई अनि यहाँ महिला समूहको उद्योग पनि छ यहाँनिर उद्योगले चाहिँ अब महिला दिदीबहिनीहरू यो यहाँनिर देखिरहेको सेतो घर हो है महिला समूहको के अरे महिला दिदीबहिनीहरू उद्यमशीलता हुनु भएको छ अलिअलि पैसा कमाउनु भएको छ मलाई पनि खुसी लाग्छ अब नारीहरू आफ्नो हातमा आफ्नो खुट्टामा उभिन सक्यो भने पुरुषलाई त्यति गाह्रो हुन्न होला जस्तो पनि भएको छ र विशेष त धेरै धेरै धन्यवाद दिन चाहन्छु मेरो भिडियो हेर्नुहुन्छ लाइक कमेन्ट गर्नुहुन्छ जाने कुरा बोल्ने हो नजाने कुरा धेरै म बोल्दिनँ अहिलेलाई भने हामी छुट्यौँ छोटो मिठो